नयाँ दिनको साथमा नयाँ मिनी भ्लगमा तपाईँहरू सम्पूर्णलाई स्वागत छ। आशा गर्दछु तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज चाहिँ धेरैभन्दा धेरै घाम लागिरहेको छ र आजको मेरो मिनी भ्लग चाहिँ यति नै हो। अनि गाइस अब चाहिँ म पानी भर्न लागेको, यहाँ चाहिँ पानी आइरहेको छ। अनि गाइस म चाहिँ घर बनिँदैछ अनि बाबाले चाहिँ यहाँ बोतल ल्याइदिनु भयो अनि बाबाले पानी पनि मिलाइदिनु भयो र मैले पानी पनि भर्न थालेँ। मैले चाहिँ भिडियो फास्ट गरिरहेको छु कारण यो भिडियो लामो थियो। अनि गाइस मैले चाहिँ आफ्नो अनुहार हेर्दै मिनी भ्लग बनाइरहेको थिएँ, बोतल भरिरहेको थिएँ। अनि मेरो यतापट्टि साइडमा मैले चाहिँ उयो लगाएको थिएँ कि त्यो काटिँदा फेरि लाउने लगाएको थिएँ, त्यो चाहिँ मैले त्यसै घरमा भेटेको थिएँ, त्यही लागि चाहिँ मैले लगाएको हो। र त्यत्तिकैमा गाउँ पनि दोकान पनि डुल्न गएको थिएँ। अनि गाइस यहाँ चाहिँ कतिवटा 8-9वटा बोतल भरि पनि सकिसकेँ, अझै बोतल थियो। अनि गाइस अहिले चाहिँ मैले बल्ल बोतल पनि भरिसकिसकेँ, निचेले चाहिँ सबै बोतल ओसार्यो किनकि बोतल भरेपछि चाहिँ ओसार्ने मान्छे पनि हुनुपर्छ है। अनि गाइस अब चाहिँ हामी खाना पनि खानु लाग्नु आँटेको, यहाँ चाहिँ भाउजूले खाना पस्किनु हुँदै थियो र यो चाहिँ आजको हाम्रो खाना। अनि गाइस अहिले चाहिँ बेलुका 3 बजिसकेको थियो, अहिले चाहिँ यहाँ सीमातिर निकुरो केलाउनु हुँदै थियो। र गाइस यो चाहिँ मेरो बेलुकाको सिन हो अहिलेको। अनि अहिले चाहिँ यहाँ हाम्रो घरमा खाना पाक्दै थियो र आजको खानामा चाहिँ छ आलु भुजुरी अनि इस्कुसको मुन्टा र आलु, यो चाहिँ मैले काटेको भर्खर नै। अनि गाइस यहाँ चाहिँ हाम्रो भाउजू हुनुहुन्थ्यो अनि भाउजूले हाई गाइस भन्नुहुँदै थियो। अनि यहाँ चाहिँ नितेश मस्तले सुतिरहेको थियो होइन। अनि गाइस अहिले चाहिँ म बाहिर पनि जान लागेको। अब चाहिँ बाहिर जाँदाखेरि चाहिँ हाम्रो अजा चाहिँ आउनु हुँदै रहेछ। हाम्रो अजा चाहिँ उहाँ हुनुहुन्छ जसको नाम चाहिँ माइला प्रधान हो, सबैले चिन्ने गरिन्छ सैलुङ्गे भनेर। अनि गाइस अहिले चाहिँ राति पनि भइसकेको थियो, अब चाहिँ म हाम्रो अजी घर जानेछु, यानि कि भीम दादा घर र नक्मा दिदी घर। अनि गाइस त्यो चाहिँ हाम्रो भित्रको सिन हो, हाम्रो चाहिँ यो सोफा रुम हो होइन। अनि यहाँ चाहिँ हाम्रो अजीले चाहिँ टिभी हेर्नु हुँदै थियो। अनि टिभीमा चाहिँ धारावाहिक अहिले चाहिँ अजीले चाहिँ यस्तो धारावाहिकै हेर्नुहुन्छ नि त होइन विशेष गरी। अनि मेरो आजको मेरो मिनी भ्लग चाहिँ यति समय सबैलाई कस्तो लाग्यो प्लिज कमेन्ट डाउन। हे गाइस बाई बाई।